हेलो वेलकम टु माई भ्लग। अनि मेरी क्रिसमस है सबलाई। चट्ट कोदो दिनु पर्यो मेरी क्रिसमसको दिन हो। अनि टक्क लाएर हामी आगो बालेर ढक्क खान्छौँ। अनि चोइला सोइला सब रेडी छ। अब सो यु गाइज लेटर इन्जोय माई भिडियो। थ्याङ्क यू। अब हामी चाहिँ यसमा बारबिक्यू गर्दैछौँ है। यो जम्मा 3000मा भाटभटिनमा किन्न मिल्छ है। यो कस्तो हुन्छ म तपाईँहरूलाई देखाउँछु। हेर्दै जानु है। सिम्पल छ। यस्तो गर्ने ट्याक, यस्तो गर्ने ट्याक ट्याक। अनि तल पार्नु चाहिँ जान्छ। अनि यो माथि यो राखिदिने। अनि यो हटाएर यसमा कोइलहरू टक्क लाएर कोइलहरू पनि भाटभटिनमा पनि किन्न पाउँछ। अनि कुनै कुनै एउटा सपिङ मार्टहरूमा पनि किन्न पाउँछ यत्रो ठुल्ठुलो। त्यो चाहिँ खोरसोर पनि हुँदैन। त्यो चाहिँ अहिले हामी किन्न जानुपर्छ। अनि टक्क लाएर चट्ट बारबिक्यू गरेर सक्दो क्रिसमस मनाउनुपर्छ ल। हेलो गाइस, आज चाहिँ हामीले धेरै खानेकुराहरू बनाएको छौँ क्रिसमसको लागि चाहिँ। टु स्टार्ट विथ यो चाहिँ हामीले रोस्ट बनाएको हो, म्यारिनेटेड चिकन। यो बारबिक्यू गर्नुपर्छ यो आधी चाहिँ अनि आधी रोस्ट। खास त रोस्ट गर्नलाई गरेको हो, तर हामीसँग बारबिक्यू गर्ने आगोहरू पनि रेडी छ। त्यसैले बारबिक्यू बनाउने। अनि यो चाहिँ आलुको अचार हो हैन। ओ यो त छैला रहेछ, छैला। बाबाले बनाएको छैला हो यो पोलेर। यो छैला चाहिँ एकदमै स्पेशल हो। किन स्पेशल भन्दाखेरि चाहिँ पहिला चाहिँ यो छैला हामीले चाहिँ आगोमा बारबिक्यू गर्ने अनि त्यसपछि मात्र म्यारिनेटेड गर्ने। अनि यसको स्पेशल इन्ग्रेडियन्ट्स भनेको चाहिँ हरियो लसुन अनि तोरीको तेल। त्यो चाहिँ एकदमै मस्ट हो। त्यसको फ्लेभरले चाहिँ एकदम मिठो हुन्छ। What do we have next up? So we have next आलुको अचार, which is also another really tasty thing. And that one is सेकुवा। यो चाहिँ सेकुवा पनि हेरौँ त। सेकुवा लेट्स सी। सेकुवा पनि एकदमै मिठो छ यो। ए सेकुवा पनि रहेछ। यसलाई पक्को कि के पनि भन्दो रहेछ। अनि अर्को कुरा चाहिँ एकदम मिठो चाहिँ पास्ता पनि छ हाम्रो। ए पास्ता पनि छ। यो चाहिँ चिकन पास्ता। यो चाहिँ पास्तामा हामीले चाहिँ अचार पनि बनाएर खाने, हालेर पिरो अचार पिरो। अनि अर्को त्यसपछि मोमो पनि छ हैन। अर्को लेट्स सी मोमो चाहिँ हामीले यसरी डिप फ्रिज गरेर राखेको छौँ। अनि त्यो चाहिँ अहिले यता पनि रहेछ नि त मोमो यार। वाउ मोमो टक्क खानुपर्छ। अनि यता अर्को मासु पनि रहेछ। के त ससेज पनि रहेछ त। सक्दो ल। अनि अर्को कुरा चाहिँ यो सबै बनाउनको चाहिँ एकदमै स्पेशल क्रेडिट जान्छ दिदीको हात छ। नानु दिदी छ। ल हेर्नुहोस्, उहाँले नै बनाउनु भएको हो यो सबै मिठो मिठो खानेकुरा। अनि मम्मी चाहिँ यसो कराउने मात्रै होइन, तर मम्मीले नै बनाउनु भयो। सो I hope you guys will have fun. ओके। अनि यता चाहिँ हाम्रो बहिनी छ। अनि सञ्जीव दाई बाबा कुरा गरिरहनु भएको छ। यहाँ ज्वाइँ पनि हुनुहुन्छ। के भन्दैछ? के कुरामा हाँस्छ तपाईँहरू? अनि बाबालाई यहाँ सञ्जीव दाईले उता काँडेबाट पोखरा भन्दा टाढा काँडेबाट कोदो प्योर कोदोको ल्याइदिएछ। त्यही भएर बाबा मक्ख परेर हाँसिरहेछ। मेरो सोचे तपाईँले सबैको सबैको लागि सोचेर गर्नु। अनि हामीसँग चाहिँ क्रिसमस मनाउनको लागि चाहिँ वाइन पनि छ। हामीसँग लोकल रक्सी त छँदैछ होइन, तर यो वाइन पनि कोदोको पनि अल द वे फ्रम काँडे पोखरा भन्दा टाढाबाट ल्याएको। वाउ कोइला लिनु गइरहन्छ है। कोइला लिनु जान लागिरहेको। भाटभटिनमा पाउँछ कि कहाँ पाउँछ। अनि अब हामी भाटभटिन आइसक्यो। सक्दो लाएर अब टक्क कोल किन्नुपर्छ। कोल किनेर टक्क जानुपर्छ, बारबिक्यू गर्नुपर्छ। एज यु क्यान सी क्रिसमस इन्भाइरोमेन्ट कस्तो छ होइन। मान्छेहरूको भिडभाड पनि छ सबले क्रिसमसको लागि सक्दो रमाइलो छ। ओके अब भाटभटि गयो अनि तमु प्लाजा भने सुकेधारा गयो। कहीँ कोइल धनिन्छ कि पहिला पाउँथ्यो यत्रो ट्याक्को मिनी बोरामा 5 केजीको 500-600 दिन्थ्यो। सजिलो हुन्थ्यो, पाउँदै पाएन। अब यहाँ घर अगाडि सफा पसल छ। त्यही भएर यहाँ दाउरा हुन्थ्योमा त्यस्तो दाउरा नै टक्क लाएर बारबिक्यू हुन्छ ल। ओके गाइस सक्दो अब कोइला नपाए पनि केही न केही त गर्नु पर्यो होइन। टक्क साइडमा सोफा पसल छ, फ्रीमा दाउरा टन्न पाउँछ। अब बल्दैछ मजाले। अनि यसको मजाको कोइला बनाएर सक्दो क्रिसमसको हामीले बारबिक्यू गर्नुपर्छ। अनि अघि छैला पनि यसो खाइरहेछौँ। अनि अब मोमो पनि खानुपर्छ सक्दो। हाम्रो मोमो पनि रेडी हुँदैछ।
अनि अब टक्क दिदीले 5-10 मिनटमा ल्याइदिनु हुन्छ सक्दो खानुपर्छ मोमो पनि अचार पनि यहाँ छ प्योर अर्ग्यानिक कसरी खाने कसरी हामी चाहिँ बनाउने माथि बाबुको हुँदैछ यता चाहिँ छुट्टै फ्यामिली भएर मोमो यताउता खाँदैछ अनि मजाले यस्तो हाम्रो मोमो पनि आयो है मोमो पनि ल टक्क सक्दो हान्नुपर्छ त अनि ल है इन्जोय यस कोदो विथ मोमो एन्ड टक्क आगो टक्क कोइला हुन्छ अनि टक्क बार्बिक्यू गर्नुपर्छ चिकन र सक्दो इन्जोय गर्नुपर्छ अब चाहिँ हाम्रो सक्दो बार्बिक्यू स्टार्ट भइरहेछ होइन टक्क लाएर रोस्ट गर्दैछ यहाँ बहिनीले अनि टक्क लाएर खानुपर्छ अनि सक्दो क्रिसमस इन्जोय गर्नुपर्छ मेरी क्रिसमस वन्स अगेन ओहो क्या दामी रहेछ यो सौनी यो ड्रमस्टिक र यो पिसहरूको कति हो यो एउटा एक पिसको 1000 रुपियाँ 1000 रुपियाँ अनि क्रिसमसको दिन आज अलिकति महँगो भएन भने तपाईँ अलिकति स्पेशल हो नि त मुगलिङकोबाट लिएर आएको एकदमै स्पेशल खायो भने पुरै चम्किन्छ ल 1000 रुपियाँमा गर्नुहोस् अलिकति घटाउनु नि त 500 दिनुहोस् 500 कस्तो तपाईँ अलिकति घटाउनु मसँग 200 भन्दा छैन फेरि पैसा 200 नै देखाउनुहोस् त अनि मात्र 50 तपाईँकोमा हुँदैन कार्ड स्वाइप हुँदैन फेरि कार्ड छ छैन रहेछ कार्डमा छ त पैसा ल जानुहोस् तपाईसँग पैसा छैन ल होस् अब यो क्रिसमस यसै खल्लो उसै खल्लो ल आउनुहोस् ल फ्रीमा लिएर जानुहोस् ल ए ल सक्दो ल ल है सबजनालाई मेरी क्रिसमस है त सञ्जीव दाइ मेरी क्रिसमस ल यानी मेरी क्रिसमस ल अनिल मेरी क्रिसमस ल बिनु ल मम्मी मेरी क्रिसमस ल सक्दो फेरि मम्मीले के ल्यायो सेकुवा वाउ बब सेकुवा एज वेल हो वी गट लट अफ थिंग्स टु इट वाउ अचार के खाने ल आज ल हिमा ल तर आगो चाहिँ होचो भयो अलि माथि आउनु पर्छ सिमाउ हिमाउ यो हाम्रो लेफ्ट साइडको चाहिँ यो हिमाउ हो यिनीहरू चिकन बाहेक केही खाँदैन यो चाहिँ पिङ्क कलरको लाउने सिमाउ हाम्रो बिरालो ल ल ल वाउ ल हिमाउ सिमाउ सी ल भेट्यो त्यसले ल हिमाउ सिमाउ सी ल भेट्यो त्यसले हुन्छ भनेको कि अब चिकन धेरै नै भइसक्यो यिनीहरूलाई हाम्रो क्रिसमस बबाले भयो अब मासु पनि बाँकी भयो यार स्विङ स्टक लाएर हान्नु पर्ने गरेर अब टन्न भइसक्यो भने भोलि बिहान हान्नु पर्ला है अनि क्रिसमस कोलाई कस्तो लाग्यो ऊ बिनुलाई सोधो पहिला बिनु हाउ वाज योर क्रिसमस रमाइलो भयो अनि अनिललाई कस्तो लाग्यो त क्रिसमस एकदम एक्साइटमेन्ट अलिकति ठुलो स्वरमा नयाँ अनुभव भयो दाइ क्रिसमस दामी भयो सन्जय हाउ वाज आवर क्रिसमस एकदम रमाइलो भयो है अनि मम्मीलाई कस्तो लाग्यो भेरी वाज ल अनि एनीलाई कस्तो लाग्यो त एकदमै रमाइलो भयो मम्मीलाई त भेरी वाज भयो अरे नि त के भयो भेरी वाज ल भेरी वाज रे धेरै रमाइलो भयो भने ए मेरो क्रिसमस गिफ्ट आउँदैछ आज सञ्जिताको तर्फबाट थ्याङ्क यू सो मच यो मेरो बहिनीलाई के होला त है त्यहाँ एउटा एनीलाई त्यो माथिको एनीलाई मेरी क्रिसमस अब नान्दी त्यसलाई उता नान्दी
दिदी मेरी क्रिसमस है दिदी के हो अनिललाई त डरै छ जस्तो नि त अनिललाई ल अनिललाई त वाह जट्टु ल यस यस ल मेरी क्रिसमस थ्याङ्क यू फर वाचिङ माई भ्लग होइन हाम्रो जस क्रिसमस डे आज दामी भयो होइन अब जस हाम्रो सबजना फ्यामिलीहरू गेट टुगेदर भयो त्योहरू म चाहिँ जस मेरी क्रिसमस भन्न चाहन्छु सबलाई ल मेरी क्रिसमस क्रिसमस मेरी क्रिसमस